यो कार्यक्रम भनेको हामी सबैको साझा कार्यक्रम हो। यसको सफलता हामी सबैको सफलता हो। सफलताको लागि वातावरणको अत्यन्त महत्त्वपूर्ण स्थान हुन्छ। आजको यस सभाको मुख्य वातावरण भनेको शान्त वातावरण हुनुपर्छ। शान्त वातावरण बनाइदिनुको लागि यहाँहरू सबैलाई विनयशीलतापूर्वक म हार्दिक अनुरोध गर्दछु। नेपाल माली समाजको 22औं साधारण सभाका आदरणीय सभापति महोदय, यस कार्यक्रमका प्रमुख अतिथि, विद्युत परिषदका संयोजकज्यू, आजीवन सदस्यता ग्रहण गर्नुहुने महानुभावहरू, 12 कक्षा उत्तीर्ण गरी सम्मानित हुनुहुने विद्यार्थी भाइ बहिनीहरू र उपस्थित सम्पूर्ण महानुभावहरूमा सादर नमस्कार गर्न चाहन्छु। सर्वप्रथम यस साधारण सभाको पूर्ण सफलताको लागि म अन्तर्हृदयदेखि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। माली समाज गठन भएको लगभग आज 25 वर्ष भइसकेको अवस्था छ। 57 सालमा नेपाल माली समुदायका अग्रज महानुभावहरूले, अग्रज व्यक्तित्वहरूले नेपालमा माली समुदायको उत्थानको लागि, मालीहरूको गौरवमय गाथालाई अगाडि बढाउनको लागि, नेपालमा माली समुदायको आफ्नो पहिचानको लागि भनेर पवित्र उद्देश्य बोकेर यो संस्थाको गठन भयो। आजसम्मको अवस्थामा आइपुग्दा जे जति उपलब्धिहरू हामीले हासिल गर्न सकेका छौँ, त्यसमा ढुक्क भएर सन्तोष मान्ने अवस्था त छैन। यद्यपि यतिसम्म आउनु पनि यदि नेपाल माली समाजको गठन नहुनु हो त यो पनि सम्भव थिएन। त्यसैले जति भयो त्यतिमा आत्मसन्तुष्टि लिँदै अब आगामी दिनहरूमा यो संस्थालाई, माली समुदायलाई, माली समुदायका प्रत्येक व्यक्तिलाई कसरी अगाडि बढाउने र कसरी आफ्नो पहिचान कायम गर्नमा सक्षम बनाउने भन्ने कुरामा हामी दत्तचित्त भएर लाग्नु पर्दछ भन्ने मेरो विश्वास छ। अब यसको लागि माली समुदायलाई उत्थान गर्नको लागि माली समुदायमा के कस्ता किसिमका क्रियाकलापहरू, गतिविधिहरू सञ्चालन भएको खण्डमा माली समुदायका हामीहरूको चाहिँ उत्थान हुन सक्छ। त्यो नेतृत्व गर्ने, माली समुदायलाई नेतृत्व गर्ने नेतृत्वकर्ताको मात्र जिम्मेवारी होइन, हामी प्रत्येक माली समुदायका प्रत्येक सदस्यहरूको पनि जिम्मेवारी हो। त्यसैले आफ्नो जिम्मेवारीको महसुस गरेर यो संस्थालाई अगाडि बढाउनमा आफ्नो तह र तबकाबाट सहयोग र सद्भाव राख्नु नितान्त आवश्यक छ। त्यसैले संसारलाई बदल्नु छ भने सुरु आफैबाट गर्नुपर्छ। आफूले केही पनि नगर्ने, यो भएन र ऊ भएन भनेर मात्र क्रिटिसाइज गर्ने आलोचनावाद अहिलेको आवश्यकता होइन। आलोचनावादले मात्र समाज अगाडि बढ्दैन। आलोचना होइन, रचनात्मक सहयोग, रचनात्मक टिप्पणी चाहिँ हुनु जरुरी छ। त्यसको लागि आफू स्वयं नै अगाडि बढेर केही गरौँ भन्ने, आफ्नो क्षेत्रबाट आफूले जे जति गर्न सकिन्छ त्यो गरौँ भन्ने भावनाका साथ अगाडि बढ्यौँ भने पक्कै पनि हाम्रो माली समुदाय, माली समाज योभन्दा धेरै अग्रगामी दिशातिर उन्मुख हुन सक्छ भन्ने मलाई लाग्दछ। अब म विद्यार्थी भाइ बहिनीहरूका तर्फ फर्किन्छु। विद्यार्थी भाइ बहिनीहरू, आज जो जति यहाँ उपस्थित हुनुहुन्छ
12 कक्षा उत्तीर्ण गरी विद्यालय स्तरको शिक्षा 12 कक्षा उत्तीर्ण गरी आज उच्च शिक्षाको सुन्दर बाटोतिर लम्किन खोजिरहनु भएको छ। सर्वप्रथम उहाँहरूको यो सफलताको लागि हार्दिक धन्यवाद, हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। अब हामी उच्च शिक्षामा कुन विषय लिने भन्ने कुरो पनि आउँछ। विषय लिनु ठुलो कुरो होइन, त्यो विषयमा अब्बल हुनु चाहिँ ठुलो कुरा हो। चाहे हामी म्यानेजमेन्ट लिएर पढौँ अथवा शिक्षा क्षेत्रमै लाग्ने हो भने शिक्षा लिएर पढौँ अथवा टेक्निकल विषयहरू लिएर पढौँ, कानुन विषय लिएर पढौँ, जुनसुकै विषय लिएर अध्ययन गर्दा पनि आफ्नो इन्ट्रेस्ट भएको विषय लिने हो, तर त्यसमा अब्बल चाहिँ हुनैपर्छ। अब्बल हुनको लागि मेहनतको अत्यन्त खाँचो हुन्छ। मेहनत नगरिकन परिणाम मात्र खोजेर परिणाम आउँदैन। परिणामको लागि कर्म गर्नुपर्छ, निरन्तर कर्म, अविरल अविराम कर्म, नथाकिकन कर्म गर्नुपर्छ। थकान भन्ने कुरा जीवनमा आउँछ, तर त्यो थकानलाई हामीले महसुस गर्नु हुँदैन। त्यसकारण अविरल अविराम रूपमा निरन्तर मेहनत गर्नु नै सफलताको द्योतक हो। सफलताको शिखरसम्म पुग्ने मुख्य लक्ष्य हो। लक्ष्य निर्धारण गर्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरूले सर्वप्रथम विषयभन्दा पनि लक्ष्य निर्धारण गर्नुपर्छ, आफ्नो उद्देश्य निर्धारण गर्नुपर्छ र त्यो उद्देश्य प्राप्तिको लागि निरन्तर मेहनत गरेर अगाडि बढ्नुपर्छ। जीवनमा धेरै प्रकारका आरोह अवरोहहरू आउँछन्, निश्चय पनि व्यवधानहरू आउँछ, गाह्रो साह्रो अप्ठ्यारो परिस्थितिहरू आउँछ। ती गाह्रो साह्रो र अप्ठ्यारो परिस्थितिले नै मानिसलाई परिष्कृत र परिभाषित गरेर अगाडि बढाउँछ। त्यसैमा नै जीवन जिउनुको र मेहनत गर्नुको मजा आउँछ। त्यत्तिकै सफल भयो भने त त्यसको मजा भएन। त्यसैले मेहनत गरेर हन्डर खाएर दुःख गरेर 12 अवरोधहरूसँग लडेर त्यसलाई जितेर अगाडि बढ्दा त्यसमा नै जीवन जिउनुको, सफलता पाउनुको स्वाद र मजा आउँछ। त्यसैले म विद्यार्थी भाइ बहिनीहरूलाई आगामी दिनमा अत्यन्तै सबभन्दा पहिला लक्ष्य निर्धारण गरेर एकदम कठिन परिश्रम गरेर अगाडि बढ्नुपर्छ। यदि हामीले ठुलो उद्देश्य राखेन भने धेरै तल पर्छ। हामीले यदि सगरमाथा चढ्नु छ भने, सगरमाथाको बेस क्याम्प पुग्नु छ भने सगरमाथा चढ्छु, टुप्पोमा पुग्छु भनेर उद्देश्य राख्नुपर्छ। जब टुप्पोमा पुग्छु, सगरमाथाको टाकुरामा पुग्छु भन्ने उद्देश्य राख्यौँ भने पुग्नै नसके पनि कमसेकम बेस क्याम्प त पुग्छ। उद्देश्य नै सानो राख्यो भने, उद्देश्य नै कमजोर राख्यो भने त्यो उद्देश्य प्राप्त भए पनि त्यसले तात्विक अर्थ राख्दैन जीवनमा। त्यसैले जीवनलाई अगाडि बढाउनको लागि लक्ष्य निर्धारण सहित ठुलो उद्देश्य राखेर हामी निरन्तर मेहनतका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरा म विद्यार्थी भाइहरूलाई राख्न चाहन्छु। यसका अतिरिक्त आज भर्खरै हाम्रो आजीवन सदस्यता ग्रहण गर्नुहुने महानुभावहरूलाई पनि म हार्दिक धन्यवाद र बधाई भन्न चाहन्छु। यहाँहरूको साथ, सहयोग, समर्थन र सुझाव सल्लाहले नै माली समाजलाई अगाडि बढाउनमा यसले पक्कै पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसको लागि यहाँहरूलाई सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अर्को कुरो, विद्यार्थी भाइ बहिनीहरूले कलेजमा गइसकेपछि अब कक्षा 7 देखि 12 क्लाससम्मको लागि टिनेज भन्छ, किशोरावस्था, टिनेज अवस्था। यो अवस्था पार गरेर अब उहाँहरू अलि परिपक्व उमेरमा पुगेर अगाडि बढिरहनु भएको छ। कलेज पढ्दाखेरि कलेजमा धेरै प्रकारका साथीहरू हुन्छन्,
धेरै किसिमका आदत भएका, आनी बानी भएका, विभिन्न समुदायबाट आएका, विभिन्न आर्थिक अवस्था भएका, विभिन्न शैक्षिक वातावरण भएका, विभिन्न समाजका मान्छेहरू आउँछन् र त्यहाँनिर हामीले एउटा छनौट गर्नुपर्ने कुरो सङ्गत। यदि सङ्गत सही भएन भने त्यसले परिणाम राम्रो दिँदैन। त्यसकारण हामीले साथी छान्दाखेरि, सङ्गत छान्दाखेरि राम्रो खालको साथी बनाउनुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। त्रिपिटकमा भगवान बुद्धले भन्नुभएको छ, सकेसम्म आफूभन्दा सज्जन, आफूभन्दा गुणी र आफूभन्दा ठुलो मान्छेको सङ्गत गर्नु। त्यस्तो मान्छे भेटाएन भने कमसे कम आफू सरहको मान्छेसँग सङ्गत गर्नु। तर आफूभन्दा अडम मान्छेसँग कहिले पनि सङ्गत नगर्नु भनेर त्रिपिटकमा भगवान बुद्धले भन्नुभएको छ। त्यसैले हामीले कलेज पढ्दाखेरि सङ्गत, कस्तो मान्छेको सङ्गत गर्ने भन्ने कुरो पनि धेरै महत्त्वपूर्ण कुरा हो। म यो कुरा विद्यार्थी भाइ बहिनीहरूको लागि सुझावको रूपमा राख्न चाहन्छु र हामीले जहिले पनि सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ। एक दुई पटक मेहनत गर्यो भएन भने निराश हुनु हुँदैन। तपाईँको जीवनमा सफल हुनु छ भने निराशाको स्थान हुनु हुँदैन। निराशालाई पन्छाएर आशावादी भएर अगाडि बढ्नुपर्छ। जो जीवनसँग आशावादी हुन्छ उसैले मात्र केही गर्न सक्छ। त्यसकारण विद्यार्थी भाइ बहिनीहरू, हामीले आफ्नो जीवनमा तीनटा कुरामा कुन कुन कुरालाई प्राथमिकता दिने भन्ने कुरो महत्त्वपूर्ण छ। एउटा इम्पोर्टेन्ट, इन्टरटेनमेन्ट र इन्ट्रेस्ट। धेरै जसो भाइ बहिनीहरूले यो किशोरावस्थामा इन्टरटेनमेन्टलाई, मनोरञ्जनलाई बढी महत्त्व दिएर त्यसको पछि पछि दौडिराखेको पाइन्छ। इन्टरटेनमेन्टलाई तेस्रो स्थानमा मात्र राख्नुपर्छ। दोस्रो स्थानमा इन्ट्रेस्ट, आफ्नो रुचि र सबैभन्दा पहिलो प्राथमिकता केलाई दिनुपर्छ भन्दा इम्पोर्टेन्ट। जीवनमा जे महत्त्वपूर्ण छ, जीवन बढाउनको लागि, जीवन सफल बनाउनको लागि जे महत्त्वपूर्ण छ त्यसलाई पहिलो स्थानमा राख्नुपर्छ। त्यसकारण विद्यार्थी भाइ बहिनीहरूले, तपाईँहरू सबैले आफ्नो जीवनमा कुन चाहिँ कुरा महत्त्वपूर्ण हो त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुहोस्। यहाँहरूको लागि मेरो शुभेच्छा छ, शुभकामना छ। अब अन्तमा आज नयाँ कार्य समितिको पनि निर्वाचन हुने भएको हुनाले बन्द सत्रमा त्यो निर्वाचन सफलतापूर्वक सम्पन्न होस्। अब निर्वाचित हुने पदाधिकारी साथीहरूले यसलाई अझ नयाँ सोच, नयाँ गतिका साथ हाम्रो समाजलाई अगाडि बढाउन सकोस्। हामी सबैले पनि त्यो समितिलाई, अब आउने समितिलाई हामीले पनि सहयोग गर्नुपर्छ। त्यो सफलताको लागि नेपाल माली समाज साधारण सभालाई म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र निकट भविष्यमा आउँदै गरेको, हाम्रो सङ्घारमा आउँदै गरेको नयाँ वर्ष 2083 सालको उपलक्ष्यमा यहाँहरू सबैको सुख शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित मेरो दुई शब्दलाई यहीँ बिट मार्न चाहन्छु। धन्यवाद, नमस्कार।